नमस्ते, म डाक्टर ओम प्रकाश खनिया। नियमित रूपमा स्वास्थ्य सम्बन्धी हाम्रो जीवनशैली समस्या सम्बन्धी बोल्ने क्रममा आज पाता, गर्दन र कुम सम्बन्धी समस्याहरूको लागि सामान्य रूपमा यसलाई प्रिभेन्ट गर्नको लागि फ्रोजन शोल्डर, नेक स्प्रेन, मसल स्ट्रेन र यो गर्दनमा तनावहरू आउने समस्याहरूको लागि साधारण रूपमा कसरी समस्याहरूलाई समाधान गर्न सकिन्छ निम्न 3 व्यायामहरू हेर्नुहोला। यो सुरुमा यसलाई हामीले बटरफ्लाई मुभमेन्ट भन्न सक्छौँ हैन। यसरी अगाडि बढाउने, फरवर्ड मुभमेन्ट 5 to 10 टाइम्स, सेम ब्याकवर्ड पछाडि लैजाने। सम्झिनुहोस् यसलाई बटरफ्लाई मुभमेन्ट। यो एउटा भयो हैन। त्यसपछि अर्को यस्तोलाई जिनी पनि भन्न सकियो। यसरी बिस्तारै हामीले गर्दाखेरि याद गरोस्, सबै मासुहरू चलेको याद होस्। बिस्तारै जति सक्दो बिस्तारै गर्नुभयो उति राम्रो। यसले तपाईँको कुम जाम हुने समस्या, कुम दुख्ने समस्या र गर्दनको मासुहरूलाई राम्रो बनाउने र टाइट हुन नदिइकन तपाईँको विभिन्न दुखाइहरू कम गर्न सक्छ। त्यस्तै अपोजिट साइडमा एन्टी क्लकवाइज मुभमेन्ट यो गर्न सक्नुहुन्छ। र अर्को एउटा चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ भने ठुलो पानको पात बनाउने। मायालाई पानको पात भने जस्तै ठुलो पानको पात बनाउने। यसले पनि तपाईँको कुम, गर्दन र पातालाई राम्रो गर्ने गर्दछ। यतिलाई तपाईँले बिहान बेलुका रेगुलर रूपमा नियमित रूपमा गर्नुहोला र गर्दन, कुम र पाताको विभिन्न समस्याहरूबाट बच्न सक्नुहुनेछ। धन्यवाद।